फेब्रुअरी 8 नेपालको पहिलो गेम इङ्ल्यान्ड विरुद्ध। होटल बाहिरै पूर्व कोच मोन्टी देसाईसँग हाम्रो जम्का भेट भयो। बाटोमा पूर्व खेलाडी विनोद दास र दिपेन्द्र चौधरी पनि देखिए। वेस्ट इन्डिजमा सँगै गएका हाम्रा साथीहरू हामीले स्टेडियमभित्रै भेट्यौँ। हामीले हाम्रो ट्राभलिङ ग्रुपको नाम राइनो ट्रेल्स राखेका छौँ र नेपाल क्रिकेट टिमलाई समर्थन गर्न हामी 1.5 दशकभन्दा बढी ट्राभल गरिसकेका छौँ। इङ्ल्यान्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो, जुन हाम्रो जस्तै पन्छाउने टिमलाई एउटा राम्रै परिणाम थियो। करण केसीको यो बलबाट नेपालको विश्वकप यात्रा सुरु भयो। नेपालका लागि पहिलो विकेट शेरमल्लले लिए पनि सन्दीप लामिछानेले पनि आफ्नो इम्प्याक्ट पहिले जतायो। ऐरी पनि अरूभन्दा के कम। करणको अन्तिम ओभरमा जोफ्रा रन आउट भए पनि करणको यो ओभर चाहिँ गतिलो थिएन। करण केसीले यो ओभरमा धेरै सर्ट बलहरू फाले र 3 छक्का पनि खाएका थिए। इङ्ल्यान्डले आफ्नो बलिङ पारी जोफ्रा आर्चरबाट सुरु गरे। हाम्रो केटाहरूले राशिद र आर्चर जस्ता अब्बल बलरहरूलाई कसरी खेल्छन् भन्ने एउटा जिज्ञासा नै थियो। तर उनीहरूको यसरी राम झुलाइ गर्छ भनेर हामीले चेतेका पनि थिएनौँ। उन्नाइसौँ ओभर नेपालको लागि राम्रो भए पनि अन्तिम बलमा हामीले गुलसन झालाई गुमाउन पुग्यौँ। खेल एकदम रोमाञ्चक मोडमा थियो र अन्तिम बलमा हामीलाई 6 रनको आवश्यकता थियो। तर अन्तिम बलमा हामीले जम्मा 1 रन हान्न सक्यौँ र यो गेम 4 रनले हामी पराजित भयौँ। ल विनोद के छ? नेपालले नेक्स्ट म्याच पक्का जित्छ। आजको पर्फर्मेन्स राम्रो छ, यसलाई नराम्रो भन्न मिल्दैन। हामीले जित्छ मार्को म्याच। अलिकति आँसु पनि आइरहेको हो क्या। अब आँसु त यार त्यो दुईटै नेसनल एन्थममा फेरि म झन्डै रोको झन्डै झन्डै